यो भिडियो हो 20 तारिकको यानि कि हिजो चाहिँ थियो मेरो छोराको बर्थडे। सो साथीहरु, त्योभन्दा पहिला चाहिँ स्वागत छ तपाईलाई मेरो आजको डे 24 मिनट भ्लगमा। हामीलाई चाहिँ बर्थडेमा आउनु भनेर इन्भाइट आइसकेको थियो, त्यसैले चाहिँ म आफ्नो काम सघाउनतर्फ लाग्छु। म चाहिँ अहिले केलाउँदैछु पुदिना। फाइनली म चाहिँ आफ्नो काम सकेर नुहाएर लाग्छु बर्थडेतर्फ। यानि कि बर्थडे चाहिँ मेरो जेठानीको छोराको है साथीहरु। म चाहिँ अहिले आफ्नो जेठानी दिजुको रुममा जाँदैछु। फाइनली म चाहिँ रुममा पुगिसकेँ। अनि यो चाहिँ मेरो जेठानी दिजुको छोरा अनि बर्थडे वाला बोय चाहिँ यो हो। अनि यो चाहिँ मलाई देखेर एकदमै रुँदै थियो, सायद पहिलो पटक देखेर होला। अनि यतिकैमा मेरो देउरानी बहिनी र जेठानी दिजु पनि आइपुग्छिन्छ। हामीहरु चाहिँ एकछिन रमाइलो गरेर साँझको खाना बनाउनतर्फ लाग्छौँ। साँझको खाना चाहिँ देउरानी बहिनीले र जेठानी दिजुले बनाउँदै बसिन्थ्यो। अनि त्यहाँ पुरी पनि बेल्न पर्ने थियो। म चाहिँ पुरी बेल्नको लागि हात धोएर आउँछु। अनि हात धोएर आएर चाहिँ म चाहिँ लाग्छु आफ्नो काममा। क्यामेरा मिलेको थिएन अनि म चाहिँ एकछिन क्यामेरा सेटअप गर्छु। अनि यता मेरो छोरा चाहिँ एकदमै हल्ला गर्दैछ, उसलाई चाहिँ सन्चो भएको छैन। ज्वरो त आएकै थियो, त्यही माथि रुगाले पनि च्यापेको छ उसलाई। अनि साथीहरु, हामीहरु चाहिँ धेरै पछि भेटेर होला, एकदमै गफ गर्दै काम गर्दै थियौँ। अनि यिनीहरू दुई भाइ चाहिँ पहिलो पटक भेटेका, अगाडिको चाहिँ दाइ, पछाडिको चाहिँ भाइ। 2 महिनाले फरक हुन् साथीहरु यिनीहरू चाहिँ। अनि यतिकैमा छोरो आएर क्यामेराम्यान बन्छ। अनि क्यामेराम्यान बनेर चाहिँ ऊ चाहिँ क्यामेरा एकदमै हल्लाउँछ। अनि फाइनली पुरी बनाएर सकेपछि चाहिँ म जान्छु बर्थडेको डेकोरेसन गर्ने ठाउँ। उता चाहिँ मेरो देउर बाबुले डेकोरेसन गर्दै बसिन्थ्यो। अनि यता चाहिँ म बेलुनहरू फुलाउँदै थिएँ। अनि बेलुन फुलाउँदा चाहिँ मैले एउटा मिक्की माउस वाला बेलुन फुलाएको थिएँ, जो कि एकदमै टाइम लाग्यो फुलाउनमा, एकदमै गाह्रो थियो। यति बेलाको क्यामेराम्यान पनि मेरो छोरा नै थियो, जो कि एकदमै धेरै हल्लाइरहेको थियो क्यामेरा। सो साथीहरु, हजुरहरूले देख्न सक्नुहुन्छ क्यामेरा कति धेरै हल्लाइरहेको छ भनेर। यता चाहिँ डेकोरेसन बन्दै थियो, यतिकैमा मेरो जेठानी दिजु आइपुग्छिन्छ बन्यो कि बनेन भनेर। अनि बाबुले पनि छुट्याएर गइसिन्छ। ऊ चाहिँ मसँग मानिरहेको थिएन, एकदमै रोइरहेको थियो। अनि मेरो छोरीले चाहिँ आएर उसलाई माया गर्छ। अनि यतिकैमा म पनि तल जान्छु। म तल पुग्न साथ मेरो नन्द र अनि दादा पनि आइपुग्छिन्छ। भिडियो बनिरहेको छ भन्ने कुरा चाहिँ उहाँहरूलाई थाहा थिएन। उहाँ चाहिँ लुकेर बनाएको भिडियो हो। नानुले चाहिँ आउँदाखेरि चाउमिन र मन्चुरियन लिएर आइसकेको रहेछ। अनि हामीहरू प्लेटमा हालेर खाँदैछौँ, रमाइलो खाँदै गर्दैछौँ साथीहरू। अनि बर्थडे बोय चाहिँ ऊ नै हो, उसकै लागि ल्याएको त्यो नुडल्स। अनि हामीहरूले चाहिँ यता बर्थडे स्टार्ट गरिसक्यौँ। मैले चाहिँ खाना खाएको भिडियो राखेन साथीहरू, मान्छे धेरै भएको कारणले गर्दाखेरि। अनि यिनीहरू चाहिँ केक काट्दाखेरि क्यान्डल जलाउन बिर्सेका रहेछन्, जो कि अहिले जलाउँदैछ छोराले क्यान्डल। अनि एकदमै डराइरहेकी छ मेरी छोरी चाहिँ। खाना खाइसकेपछि चाहिँ हामीहरू सफाइ गर्नतर्फ लाग्छौँ। म चाहिँ झाडु लगाउँदैछु। अनि एकैछिनमा देउरानी बहिनी आएर म